Okay, welcome to the new beginning of the vlog. Hello. Hello. Wait, let me show it. Say hello. हामी चाहिँ अब होलिडे जाँदैछौँ है त यो 2026 को समर होलिडे कस्तो हुन्छ हेर्दै गर्नुहोस् अब एकछिनमा हामी बाटो जाँदैछौँ बाटो चाहिँ 4 घण्टाको छ हैन जस धेरै पछि भिडियो बनाउँदैछौँ है अलिकति अक्वर्ड भइरहेको छ यस्तो छ अक्वर्ड हुने बित्तिकै भने नि अब बरै यस्तै हुन्छ धेरै पछि बनायो भने है ल अब लाउने हो बाटो हेर्ने हो त्यसपछि बेला बेलामा खिच्ने हो नि त जाम त डरै भएछ त नि आज त नि मेरा बाबै यो बाटो त जहिले जाम हुन्छ कि जहिले यो बाटो यस्तो जाम यसो सक्यो मायालाई भेट्न हिँडेको बाटैमा जाम पर्यो मायालाई भेट्न हिँडेको मेरो माथि हिँड्यो रहेछ जाम परेर हैरान भइएछ आज चाहिँ खिच्ने चाहिँ दुईटा ठाउँदेखि खिचिरहेको छु एउटा फोनदेखि एउटा यहाँदेखि हेलो साड्रेक के छ हालखबर ठिक छ भन न यता क्यामेरामा हेरेर भन त ठिक छ ड्याडी भन क्यामेरामा हेर सेड्रिक क्यामेरामा अहँ देखाइदियो ल स्टुडेन्ट भनेको चाहिँ यही हो केही होइन जब त्यो ढुङ्गा ठेङ्गाङ भएको मात्रै हो हाम्रो लागि के अब हिस्ट्री जान्नको लागि चाहिँ धेरै कुरा होला लुक भेडा पनि रहेछ यसैले गर्दाखेरि बिजी भइरहेछ कि स्टुडेन्ट्सले गर्दाखेरि अब ब्रेक सकिएर हामी चाहिँ हाफ वे अझै कति घण्टा छ 2 घण्टामा पुगिन्छ मम्मी उता लुक्नु भएको छ यसो क्यामेरामा हेलो भनिदिनु हाम्रो मम्मीलाई चाहिँ यहाँको 31 डिग्रीमा नि गर्मी हुन्छ यस्तो हरिबो क्या हाम्रो मम्मी जाडो हुन्छ यस्तो हरिबो हाम्रो मम्मी Cedric, say hello. Yes, so we will see you shortly in 2 hours. That's where we're heading for. Keep enjoying the view. Utako. Click. हामी चाहिँ अब ओखामचोकतिर हिँड्दैछौँ लौ हिँड्छौँ भनेको कस्तो खिचौँ जस्तो बाटो आएको सरर गाउँ परि हरियाली घाम लगाएर यता चाहिँ एउटा सल्क पारिदियो भने त यहाँ त भुरुरु हुन्छ होला मजाको आयो एकजना फेरि यहाँ त फ्यात्त एउटा मऱ्यो यहाँ किराको यहाँ फ्यात्त मयो भेटाउनु रहेछ मम्मी Ayo, hold it. Hello. You want to say something? No. Sachi, welcome to the caravan, banana. Welcome to our holiday. It's not basically a caravan. It doesn't have wheels, but I like it. I'm gonna take pictures and send it to my friends. Yeah. Let's go. अहिले लिएर आउँछु हिँड्नु न
ल जाम ल करिबरी आइयो क्याराभान पनि आइयो अब 2 दिन यहीँ बसिन्छ अब फ्यामिली होलिडे यतिकै गर्नुपर्छ हैन I love this place. Yep, we're just gonna ignore that and take a picture. ओहो के छ यहाँ We're here. Yeah, 2 bedroom. दामी And then another one. अरे धेरै रहेछ त हैन And this is another master bedroom. धेरै रहेछ त यहाँ त Have a look here. Cupboard. A hair dry. ठिक रहेछ Mommy. Let's see what Mommy? is here. टोयलेट शावर Oh, it has a toilet. Let me see. Yeah. There you go. The attached toilet here. You wanna go susu is there, okay? Top, eh? So good. गर्मी भएर राम्रो छ रे राम्रो रहेछ Mommy, can I take my shoes off? Yes. Of course. And then here is the toilet, another one. And the shower head. सावर पनि रहेछ यहाँ त्यसो ल ठिक छ सावर भएपछि पुग्यो अब And यहाँ then चाहिँ this one. किचन पनि दामी ल किचन पनि रहेछ And you can cook here. रमाइलो रमाइलो ल त्यही हो जिन्दगी Look here, the microwave. Wait, Everything here. Oopsie, oopsie. This is the perfect house Yeah? Why? because it is so beautiful. You like it? Yes. Humongous. You gonna cry now? No, I'm crying. Eating. What are you eating? Hello Cedric. Mr. Cedric. What you doing? अब ए खाने टाइम पनि भएछ हैन होटलमा आएर आएर अब यसरी चिल पारामा बस्ने हो नि त नि अब कहिले कसो किन हतार गर्ने हैन खाऊ खाऊ मम्मीले खानुहुन्न र किन नखाने ल अब चाहिँ बसियो सामानहरू पनि कडककुडुकै छ लथालिङ्ग हैन बुढीले मम्मीलाई कस्तो लाग्दैछ त एकदम गुड ठिक छ राम्रो छ रमाइलो छ नि त रमाइलो छ ठाउँ ठुलो के हैन आनन्द छ बाहिर शीतल छ डाँडाहरू छ सबै किलोकै एकदम गाडी पनि ठ्याक्कै आइराख्न पाउने रमाइलो छ जोस् है यस्तै रमाइलो गर्नुपर्छ कहिले कसो छुट्टीमा जिन्दगीमा कहिले पनि यहाँ पुग्नु छ भनेर चाहिँ हतारिनु हुन्न अरे कहिले कसो चाहिँ होइन कहिले कसो चाहिँ छोटो ब्रेक पनि लिन पर्छ अरे त्यो गर्दाखेरि चाहिँ एकछिन रेस्ट गर्ने टाइम पाउँछ अरे के कति आत्तिने सबैजना दौडेछन् युकेमा यो पाउन त्यो पाउन यो पाउन त्यो पाउन कति दौडिने कहिले कसो टेक अ ब्रेक है परिवारसँग टाइम बिताउनु है त ल आजलाई चाहिँ यति भन्दै आजको भ्लग धेरै लामो छैन तर भोलिदेखि सुरु हुन्छ कि बुढीज्यू भन्नुहोस् केही भन्नुहोस् एकदम रमाइलो एकदम रमाइलो मलाई एकदम क्याराभनमा बस्न मन परेको अनि यो ठाउँमा आउनु मन परेको जस राम्री देखिएछन् क्याराभानी देखिएछन् क्याराभान बासी नै रहेछन् क्या अहिले त अहिले त उज्यालो देखिएछ नि त आशा छ यति भन्दै अबलाई चाहिँ क्रमशः दिउँ भोलिको भिडियो हेरौँला है त ल सियु जहाँ पनि हुनुहुन्छ जे पनि गर्दै हुनुहुन्छ समरमा रमाइलो गर्नु होला स्वस्थ रहनु होला अनि हाम्रो च्यानललाई पनि हेर्दै हुनु होला है बाई 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 बाई